यो जित्यो भने सेमी फाइनल हो भाइ। भाइहरू भर्खर सिकाएर हुन्छ कि मेरो पार्टनर पनि त्यस्तै गरे। त्यही अस्ति मेरो ऱ्याकेट भएको थियो भाइ। त्यही हो क्या सीताको छोरा क्या। सीता क्या भाइले बोल छोड़ दियो यार। हान्न त हाने हो क्या भाइहरूले। स्म्याच त छ भाइहरूको हल्का पोजिसन र अनि हान्छ क्या मिठो हान्छ भाइहरूले नि। जित्यो यहाँ हारेको नि 20-18 हाम्रो 20 विनर भयो। तेस्रो 9-4 हो। अब अर्जुनहरु यिनीहरु जो जित्छ त्यही जित्छ हो। यिनीहरु पनि फाइनल हो नि त। भनेपछि थम्मन बुढोहरुसित जोल जित्छ त्यहीमा हो हैन। रिकल पर्दैन गरेसँग के यिनीहरु हामी त करे गरेसँग मोबाइल छैन गरे मोबाइल त कुन मोबाइल हो? रेडमी को यार। साउमी हो क्या साउमी। साउमी 15T। गुड भाइहरु यतादेखि जित्छ त। केनाको जिताइ? जेनजी टिम ल। जेनजी ए जेनजी हतियारहरु दाइए हैन कि हतियारहरु दाइए हैन जेनजी खतरा खाके यार। जेनजी जेनजी गुड दियो त्यो भाइले अगाडि फालिदिन्छ त पिट्ने हो। भनेपछि टोटल चाहिँ कति रहेछ यसो हेर्दा 14-12 किनभने टाइमै हुनु शनिबार भए हुन्थ्यो मान्छे अनि भन्नु अहिले पनि सबै वारीकै मात्र हुनु पर्छ के हान्न त मित्र हान्छ कि भाइले। हातदेखि त फिक्स हानेको स्म्याच त राम्रो हो।
ओए भाइ हान्दिने हो रे अलि कन्ट्रोलले गर न यार पछि अलि पछि जित्ने चान्स छ कमजोर भनेर बिल्ला हुन्छ यिनीहरूसँग हार्यो भने त ओए मा कसम भाइ यता मिट्टो भाइ मेरो ओए जेनजी टिम लिड गर्नु पर्दैन मिठो हान्छ क्या भाइले यार ओए जेनजीले होपलेस पारिसक्यो भाइ यार कति भयो यार उता 12 यता 20 ए 20 पुगिसक्यो भाइहरू ल ल ल जित्नु पर्छ क्या हेर त सेम बल र सेम थियो एक नम्बर छ हैन आत्तेउ न ए भाइ यार ठिक छ अघि नै देखिन यस्तो मिस्टेक हो अनि के गरेर चाहिँ म त्यसो गरे यसो झुक्काउनु कहाँ पाइयो त्यो त गङ्गेन यार लेभलबाट थर्ड पुगिन्थ्यो यार सेमी फाइनल पुगिन्थ्यो तपाईँ यार कता जानु हो कि यार सिक्ने 7-8 सर्ट त बाहिर हान्थ्यो त्यो बाहिर सर्ट हानेको यहाँ पुऱ्याउँछ यहाँ 14 थिएन कि 12-13 बल्ल यस्तो गेम कम्पिटिसन गरेको छ खुला हाइपो हुन्छ स्टेटमा छ गेम गेम भित्ति हाम्रो यस्तो खुला गेम अलि सी लेभल उपर राखेको भयो नि म्यानेज गर्दै खेलाएर म्याच भयो कि हाम्रो बराबर बाँधे त 9 सम्म गयो काम परेको सिधै काम परेको होइन अलिअलि भएको हुन्छ अलिअलि भएको हुन्छ काम पर्ने बात राख्ने बेला अघिको मेरो भाइ जस्तै हो कि
मेरो भाइ जस्तो के बेस खेल्न पर्यो नि बेस खेल्न तिमीले हान्ने कब्जा माथि फाल्दा सब माथि फाल्नु खोज्दा सब आउट फाल्दैन र साल्वे लाइभै हानिदेऊ यार अरूले नि हेर्छन् यहाँ गर्न यार ब्याक लाइफ चाहिँ भन्दैन म बाह्र दुई छ 7 सम्म गएको भए पनि चिप्लिन्छ काम छैन दोकानै बन्द गर्नु पर्यो खेल्नलाई म दोकानै बन्द गरेर अहिले को आयो भने थर्काउँछ बुढो म्याच माथि माथि नम्बरमा लिड छ
उधार दिएको बाबुहरूले तिन चार फेर भएपछि ठिक छ भयो Game point. 12.